तपाईसँग भएको कुनै यस्तो खालको पेन ड्राइभबाट चाहिँ आफ्नो पिसी या ल्यापटपलाई चाहिँ सजिलो तरिकाले चाहिँ फर्मेट गर्न सक्नुहुन्छ है। अब फर्मेट किन गरिन्छ भन्दाखेरि तपाईको कहिलेकाहीँ पहिलेको भन्दा चाहिँ एकदमै ह्याङ भइरहेछ, स्लो चलिरहेछ या तपाईको स्क्रिन कहिलेकाहीँ देखिएन भने पनि तपाईले चाहिँ आफ्नो पिसी या ल्यापटपलाई चाहिँ फर्मेट गर्न सक्नुहुन्छ आफैले स्वयं घरमा बसेर। कुनै पनि शपमा तपाईहरु लानु पर्दैन। एकदम मजाले म डिटेलमा सिकाउने वाला छु यो भिडियोमा। अन्तिमसम्म तपाईहरु रहनु होला है त। सबैभन्दा सुरुमा चाहिँ हामीले चाहिँ पेन ड्राइभलाई बुटेबल बनाउनु पर्ने हुन्छ। बुटेबल बनाउनको लागि चाहिँ हामीले चाहिँ एउटा सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ। अनि त्यसको लागि चाहिँ गुगल क्रोम ओपन गर्ने, त्यसपछि यहाँनिर सर्च गर्ने, रुफुस भनेर लेख्ने, RUFUS है, मजाले हेर्नु होला स्क्रिनमा। त्यसपछि इन्टर गरिदिने। यति गरिसकेपछि चाहिँ यो फर्स्टको लिंक जुन आएको हुन्छ यसमा क्लिक गर्छु। रुफुस क्रिएट बुटेबल USB ड्राइभ भनेर लेखिरहेछ नि, यसमा क्लिक गर्ने। अनि त्यसपछि अलिकति मुनि स्क्रोल गर्ने। यहाँनिर स्ट्यान्डर्ड भनेको जुन छ नि यो टाइप स्ट्यान्डर्ड पोर्टेबल पनि छ। हामी यो फर्स्टको वाला चुज गर्छौँ। स्ट्यान्डर्ड विन्डोज 64 बिट वाला छ। हामी चाहिँ यो यसमा क्लिक गर्छौँ। यदि तपाईको विन्डोज चाहिँ 32 बिटको छ भने चाहिँ 32 बिट डाउनलोड गर्नु होला है। यो रुफुस चाहिँ यो वाला डाउनलोड गर्नु होला। मेरोमा चाहिँ विन्डोज 64 बिटको छ। अब यो बिटहरु कसरी हेर्ने भन्ने कुरा नि म पछि बताउँछु। मैले यो रुफुसमा क्लिक गरे। त्यसपछि हाम्रो यो डाउनलोड यहाँनिर हुन सुरु भइसकेको छ। अनि यो डाउनलोड यसमा क्लिक गर्ने, यो डाउनलोड भइसक्यो। त्यसपछि यसको फाइलको लोकेसनमा जाने, यतापट्टि छेउमा यो फोल्डर लेखि देखाइरहेछ नि हाम्रो सो इन फोल्डर, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि त्यसपछि हाम्रो यो रुफुस 4.13 भनेछ। यसमा चाहिँ डबल क्लिक गर्ने माउसले डबल क्लिक गरिसकेपछि त्यसपछि यसलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। अनि यस गरिदिने। यति रुफुसको डायलग बक्स ओपन भइसकेपछि म यसलाई मिनिमाइज गरिदिन्छु पछाडिको विन्डोजलाई। यो हाम्रो रुफुसको डायलग बक्स ओपन हुन्छ। त्यसपछि तपाईले चाहिँ सुरुमा के गर्नुपर्ने हुन्छ, अब चाहिँ आफ्नो पेन ड्राइभलाई चाहिँ ल्यापटप या पीसीमा चाहिँ छिराउनु पर्ने हुन्छ। मैले यहाँनिर पेन ड्राइभ छिराए। पेन ड्राइभ छिराइसकेपछि चाहिँ यहाँ माथि डिभाइस भनेर जुन छ नि यो अटोमेटिक डिटेक्ट गर्छ तपाईको यो कति जीबी को पेन ड्राइभ यहाँनिर देखाइरहेछ। 7.7 जीबी को छ। 8 जीबी को पेन ड्राइभ मैले छिराए। सकभर चाहिँ 8 जीबी या त्योभन्दा बढीको छिराउनुस्। 4 जीबी को पेन ड्राइभहरु चाहिँ नछिराउनुस्। अनि त्यसपछि चाहिँ यहाँनिर चाहिँ हामीले चाहिँ फाइललाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। जहाँ विन्डोज तपाईले डाउनलोड गरेर राख्नु भएको छ त्यो चाहिँ हामी यो सिलेक्टमा क्लिक गरेर, अनि यो विन्डोज 10 छ यहाँनिर मैले अलरेडी नै डाउनलोड गरेर राखिसकेको छु। तपाईले विन्डोज 10, 11 कुन चाहिँ डाउनलोड गर्नु भएको छ त्यो चाहिँ तपाईले यहाँनिर चुज गर्नु होला। मैले चाहिँ यहाँ विन्डोज 10 डाउनलोड गरेर राखेको छु। यदि यो कसरी डाउनलोड गर्ने भन्ने कुरा थाहा छैन भने मुनिपट्टि कमेन्टमा चाहिँ विन्डोज भनेर लेख्नुस्। म सबैलाई चाहिँ पर्सनली रिप्लाई दिने कोसिस गर्छु। त्यसपछि चाहिँ यसलाई ओपन गरिदिए। यति गरिसकेपछि चाहिँ अब यहाँनिर इमेज क्याप्सन भन्ने छ। इमेज क्याप्सनमा गएर यो स्ट्यान्डर्ड विन्डोज इन्स्टलेसन भन्ने छ, यही नै रहन दिनुस्। त्यसपछि पार्टिसन स्किम भन्ने छ है। अब मोस्ट इम्पोर्टेन्ट भनेको तपाईले यसमा ध्यान दिनुपर्ने हुन्छ। MBR र GPT भन्ने छ। यदि तपाईको लेटेस्ट भर्सनको ल्यापटपहरु छ भने चाहिँ त्यो चाहिँ GPT चुज गर्नु होला। अलि पुरानो भर्सनको ल्यापटपहरु छ भने चाहिँ हामीले चाहिँ MBR चुज गर्नुपर्ने हुन्छ। अब तपाईको ल्यापटप चाहिँ MBR हो कि GPT कसरी थाहा हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर किबोर्डबाट विन्डोज बटन थिचेर R थिच्नुहुन्छ भने यहाँ रन आउँछ। अनि यो रनमा तपाईले टाइप गर्नुपर्ने हुन्छ CMD इन्टर। त्यसपछि यहाँनिर कमान्डको स्क्रिन शो हुन्छ। अनि यसमा टाइप गर्नुपर्ने हुन्छ डिस्क पार्ट भनेर तपाईहरु लेख्ने, अनि इन्टर। त्यसपछि यस। यति गरिसकेपछि यहाँनिर फेरि अर्को विन्डोज ओपन हुन्छ कमान्डको, अनि यहाँनिर टाइप गर्ने लिस्ट स्पेस डिस्क अनि इन्टर। त्यसपछि यहाँनिर कसरी थाहा हुन्छ यो GPT भन्ने लेखिरहेछ नि, यो GPT मात्र छ भने चाहिँ तपाईको पुरानो भर्सनको ल्यापटप हो भन्ने कुरा बुझ्नुपर्छ। यदि यहाँनिर GPT को ठ्याक्क मुनिपट्टि यहाँ स्टार देखाएको छ भने लेटेस्ट भर्सनको ल्यापटप हो भन्ने कुरा बुझ्नुपर्छ। अब तपाईले के ध्यान दिनु पर्यो भन्दाखेरि चाहिँ यदि यहाँ स्टार छ भने चाहिँ तपाईले यहाँनिर
जीपीटी चुज गर्ने, स्टार छैन भने चाहिँ के चुज गर्नुपर्ने हुन्छ, एमबीआर चुज गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई अब अन्दाजी थाहा छैन तपाईँको ल्यापटप कुन हो, पुरानो हो कि नयाँ, कुन चाहिँ लाग्छ भन्ने कुरा थाहा छैन भने एकपल्ट तपाईँले पहिला फर्स्ट एमबीआर चुज गरेर गर्नुहोस्, अनि पछि इन्स्टल गर्ने बेला यदि मानेन भने चाहिँ तपाईँले चाहिँ जीपीटी चुज गरेर एकपल्ट फेरि हामीले चाहिँ यो गर्नुपर्ने हुन्छ। तर मेरो चाहिँ पुरानो भर्सनको ल्यापटप भएर म एमबीआरै चुज गर्छु। त्यसपछि यहाँनिर विन्डोज भोल्युम लेभल भन्ने छ। यो भोल्युम लेभल चाहिँ तपाईँले यहाँनिर जे पनि राख्न सक्नुहुन्छ, तर अहिले चाहिँ जे छ त्यही नै छोडिदिनु। अरू यताउति तपाईँले केही चलाउनु पर्दैन, बस तपाईँले यो चाहिँ ध्यान दिनु पऱ्यो, एमबीआर र जीपीटी। अनि के गर्ने भन्दाखेरि चाहिँ यहाँनिर स्टार्टमा गएर क्लिक गरिदिने, अनि ओके, त्यसपछि ओके। अब यो हाम्रो यो पुरै यो कम्प्लिट हुन्छ। अनि त्यसपछि यहाँनिर स्टार्ट हाइलाइट भइसकेपछि यसलाई चाहिँ अब म ल्यापटपमा चाहिँ कसरी इन्स्टल गर्ने अर्को स्क्रिनमा चाहिँ म तपाईहरुलाई देखाउँदैछु है त। अब म तपाईहरुलाई चाहिँ अर्को ल्यापटपको स्क्रिनमा देखाउँदैछु। सबभन्दा सुरुमा चाहिँ तपाईले अघि बुटेबल गरेको जुन पेन ड्राइभ छ नि त्यसलाई चाहिँ त्यो ल्यापटप या पीसीमा चाहिँ पहिला छिराउने। यति गरिसकेपछि म तपाईहरुलाई यो दिस पीसी ओपन गरेर देखाउँछु। यहाँनिर हाम्रो यहाँनिर के छ भन्दाखेरि चाहिँ लोकल डिस्क सी छ, डी छ, ई छ। हामीले चाहिँ फर्मेट सी लाई गर्नुपर्ने हुन्छ। सी को साइज यहाँ हेर्नुहुन्छ भने चाहिँ टोटल साइज भनेको चाहिँ 155 GB छ। अरूहरुको साइज पनि यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ। अब यो चाहिँ याद गर्नुपर्ने हुन्छ तपाईले चाहिँ है, यो चाहिँ हाम्रो सी ड्राइभ हो, यसलाई मात्र फर्मेट गर्नुपर्ने हुन्छ, अरू ड्राइभ चाहिँ फर्मेट नहोस्। यदि तपाईको इम्पोर्टेन्ट फाइलहरु अरू ड्राइभहरुमा राख्नु भएको छ भने यिनीहरुमा भएको डाटा चाहिँ डिलिट नहोस् भन्नको लागि चाहिँ हामीले चाहिँ यसलाई मात्र फर्मेट गर्छौं, लोकल डिस्क सी लाई। अनि जुन मैले यो पेन ड्राइभ छिराएको छु यो पेन ड्राइभ मेरो यो हो। अब चाहिँ के गर्ने, यति गरिसकेपछि चाहिँ यसलाई मैले क्लोज गरिदिए। ल्यापटपलाई सिधै पहिला के गर्ने, स्टार्टमा जाने, त्यसपछि यहाँ टर्न अफ को बटनमा गएर यहाँनिर रिस्टार्ट भन्ने छ यसमा क्लिक गर्नुस्। एकछिन यसले टाइम लिन्छ, रिस्टार्ट हुन दिनुस् यसलाई। एकछिन होल्ड गर्नु होला है। यो स्क्रिन बन्द भएपछि तपाईले छिटै यो अन भएपछि चाहिँ F12 की प्रेस गर्नु होला है। F12 की प्रेस गरिसकेपछि चाहिँ यहाँनिर हाम्रो बुटको अप्सन आउँछ। त्यसपछि यो बुटमा चाहिँ अलिकति यो राम्ररी देख्ने गरी म तपाईलाई यो देखाउँदैछु। स्क्रिन अलिकति राम्ररी देखिएन ल। यति गरिसकेपछि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब यहाँनिर तपाई चाहिँ बुट अप्सनमा जानुपर्ने हुन्छ है। यो बुटको अप्सन ल्याउनको लागि चाहिँ तपाईहरुले चाहिँ ल्यापटपबाट चाहिँ F12 की थिच्नु पर्ने हुन्छ भने, यदि तपाईहरु कम्प्युटरमा गर्दै हुनुहुन्छ भने डिलिट बटन चाहिँ डिलिट बटन थिच्दै जानुहुन्छ भने यो बुटको अप्सन तपाईहरु ओपन गर्न सक्नुहुन्छ। अब चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ राइट एरोले चाहिँ हामी केमा जान्छौं भन्दाखेरि यहाँ माथिपट्टि बुट छ नि, यो राइट एरोले चाहिँ हामी लेफ्ट राइट एरो जुन हुन्छ नि त्यो चाहिँ राइट एरोले चाहिँ हामी बुट अप्सनमा जान्छौं। अनि यहाँनिर चाहिँ फर्स्ट बुट भन्ने छ नि, यो फर्स्ट बुटमा चाहिँ यहाँनिर USB स्टोरेज डिभाइस छ सिलेक्ट भएको चाहिँ हाम्रो हैन। यदि हाम्रो USB स्टोरेज डिभाइस सिलेक्ट भएको थिएन भने चाहिँ तपाईहरु चाहिँ के गर्ने, यहाँ अरु नै चीज हुन्छ इन्टर गरेर तपाईहरु यहाँनिर USB स्टोरेज डिभाइसेस चुज गर्ने, त्यसपछि इन्टर। अनि सेकेन्ड बुटमा चाहिँ गएर यहाँनिर यो सेकेन्ड बुट हार्ड ड्राइभ छ नि यसमा चाहिँ तपाईले चुज गर्नुपर्ने हुन्छ हार्ड ड्राइभ पनि। यहाँनिर अरु कुनै छ भने चाहिँ यो सेकेन्ड बुट चाहिँ हाम्रो हार्ड ड्राइभ राख्नुपर्ने हुन्छ, जुन SSD या तपाईको हार्ड डिस्क के छ त्यो चाहिँ यहाँनिर सेकेन्ड बुटमा चुज गर्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि अब हामी के गर्छौं भन्दाखेरि तपाईको यो अलिकति पुरानो खालको ल्यापटप हो, त्यही भएर माथिपट्टि यो लेगेसी भन्ने चाहिँ चुज भएको हुनुपर्छ है। यहाँ बुट लिस्ट अप्सन भन्ने छ नि माथि टपमा, यसमा इन्टर गरेर तपाईको UEFI चाहिँ चुज नगर्ने, लेगेसी भनेर चुज गर्नु पर्यो। तपाईको UEFI मोड चाहिँ होइन, यो लेटेस्ट भर्सनमा चाहिँ लेटेस्ट ल्यापटपहरुमा चाहिँ प्रायसो UEFI हुन्छ। अहिले चाहिँ हाम्रो पुरानो अलिकति ल्यापटप भएको कारणले यो लेगेसी मोड हो, त्यही भएर लेगेसी चुज गर्ने।
यति गरिसकेपछि चाहिँ अब यसलाई सेभ गरिदिने। सेभ गर्नको लागि चाहिँ किबोर्डबाट F10 बटन थिच्ने अनि यस गरिदिने, इन्टर। त्यसपछि पुनः फेरि यो रिस्टार्ट हुन्छ। अब रिस्टार्ट भइसकेपछि चाहिँ एकछिन यसले अब लोड लिएर हुन्छ। एकछिन यसले लोडिङ लिएर आउँछ, वेट गर्नु होला। त्यसपछि यहाँनिर के गर्ने, नेक्स्ट गर्ने अनि त्यसपछि इन्स्टल नाउमा क्लिक गर्ने। एकछिन वेट गर्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि चाहिँ तपाईको यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ विन्डोज 10 होम अनि विन्डोज 10 होम एन पनि छ, विन्डोज 10 प्रो पनि छ। यहाँ विभिन्न तपाईको भेराइटीहरु छ विन्डोजको चाहिँ। यति मध्येमा चाहिँ म चाहिँ विन्डोज 10 प्रो मलाई चाहिँ मन पर्छ, त्यही भएर विन्डोज 10 प्रो मैले चुज गरे अनि नेक्स्टमा गएर क्लिक गरिदिए। त्यसपछि यहाँनिर टिक लगाइदिनुस् अनि टिक लगाइसकेपछि नेक्स्टमा गएर क्लिक गर्ने अनि मुनिपट्टि यहाँनिर कस्टमाइज इन्स्टल भन्ने छ नि, यसमा जान्छु, सेकेन्डमा यसमा क्लिक गर्ने। अब यहाँनिर तपाईको यो फर्म्याट जुन छ नि, यसलाई फर्म्याट गर्नुपर्ने हुन्छ। यो ड्राइभ 0 पार्टिसन भन्ने छ। फर्स्टमा जुन आएको हुन्छ नि, फर्स्टमा हुन चाहिँ हाम्रो 350 MB पनि छ, तर यो चाहिँ होइन है, यो वाला चाहिँ हो। सेकेन्डमा जुन देखाउँछ यहाँनिर 155 GB थियो हाम्रो सी ड्राइभ, यसलाई चाहिँ फर्म्याट गर्ने, अरूहरूलाई चाहिँ नगर्ने। चाहे भने तपाईँ अरूहरूलाई पनि गर्न सक्नुहुन्छ। म चाहिँ सी ड्राइभलाई मात्र फर्म्याट गर्न चाहन्छु, त्यही भएर मैले यो चुज गरेर यसलाई मुनिपट्टि यहाँनिर फर्म्याटमा क्लिक गरेँ अनि ओके गरिदिएँ। अघि मैले पेन ड्राइभलाई बुटेबल बनाउँदाखेरि मैले सिकाएको थिएँ नि, तपाईको MBR हो कि GPT कुन हो। यदि तपाईले GPT चुज गरेर बुटेबल बनाउनु भएको थियो भने चाहिँ यहाँनिर मुनिपट्टि चाहिँ मेसेज आउँथ्यो हैन, इररको। तर चाहिँ मैले MBR नै चुज गरेको थिएँ, यसमा चाहिँ कुनै इरर मेसेज चाहिँ आएको छैन। अनि यही हाम्रो चुज होस्, यसलाई मैले फर्म्याट गरिसकेको छु 155.9 GB लाई चाहिँ। अरूलाई चाहिँ नगर्नु होला, यो मात्र यसलाई मात्र गर्ने। त्यसपछि नेक्स्टमा गएर क्लिक गरिदिने। अब यो हाम्रो फर्म्याट हुन सुरु भइसक्यो। अब यसले एकछिन टाइम लिएर आउँछ। यो 100% सम्म हाम्रो कम्प्लिट हुन्छ। यो अहिले कति छ हाम्रो 0%। यति गरिसकेपछि चाहिँ त्यसपछिको स्क्रिन कस्तो टाइपले देखिन्छ भन्ने कुरा म तपाईहरुलाई देखाउँछु। 100% कम्प्लिट भइसकेपछि अनि सबै प्रोसेसिङहरु कम्प्लिट भयो भने चाहिँ फेरि पनि यो यस्तै खालको देखाउँछ भने तपाईहरु चाहिँ पहिला चाहिँ पेन ड्राइभलाई चाहिँ अब झिकिदिनुस्। मैले पेन ड्राइभलाई झिकिदिए अनि यसलाई चाहिँ क्लोज गरिदिए अनि यस। त्यसपछि पुनः फेरि यो रिस्टार्ट हुन्छ, एकछिन वेट गर्नु होला। अनि यो विन्डोजको आइकन यहाँनिर देखिराख्नु भएको छ, एकछिन वेट गर्नुस्। यो हाम्रो यहाँनिर लोडिङ भइराछ है। अब यो कति टाइम लाग्छ, 2-3 मिनेट वेट गर्नु होला, या त्योभन्दा छिटो पनि हुन सक्छ। त्यसपछि यो लोडिङ भइसकेर सकिसकेपछि हाम्रो यस्तो खालको देखिन्छ हैन। माथि विन्डोज 10 भन्ने लेखिराछ नि, यसैमा हामी क्लिक गर्छौं। मैले क्लिक गरे, त्यसपछि पुनः फेरि यो ब्ल्याक स्क्रिन हाम्रो देखिराछ। एकछिन केही बेर यसलाई पनि पर्खिनु पर्ने हुन्छ तपाईहरुले चाहिँ। यो हाम्रो कति बेर टाइम लाग्छ है। यदि तपाईहरुलाई चाहिँ बीचमा केही प्रब्लम भएछ भने चाहिँ मुनिपट्टि कमेन्टमा मलाई चाहिँ लेखिदिनु होला, यस्तो प्रब्लम भयो भनेर चाहिँ मुनिपट्टि कमेन्ट गरिदिनुस्। म त्यसको चाहिँ एन्सर अवश्य दिने नै छु।
त्यसपछि यति भइसकेपछि यहाँनिर ल्याङ्ग्वेज चुज गर्न भन्छ हैन। म चाहिँ युनाइटेड स्टेट नै राखिदिन्छु अनि नेक्स्टमा गएर क्लिक गर्दिने। अनि यहाँनिर किबोर्ड लेआउट भनेको छ, मैले युएसै छोडिदिएँ। त्यसपछि यस गर्दिने यहाँनिर। यति गरिसकेपछि चाहिँ यहाँनिर वाइफाईको हाल्नु भनिरहेछ, म चाहिँ यो हाल्दिनँ। त्यसपछि यहाँनिर युजर नेम राख्न चाहनुहुन्छ भने राख्न सक्नुहुन्छ। मैले आफ्नै नेम राखिदिएँ, जस्तै शिव। त्यसपछि नेक्स्टमा गएर क्लिक गरिदिएँ। अनि यहाँनिर पासवर्ड भनेको छ, म पासवर्ड राख्दिनँ। नेक्स्टमा क्लिक। एकछिन पुनः फेरि यसले टाइम लिइरहेको हुन्छ, वेट गर्नुहोस्। अनि त्यसपछि यहाँ मुनिपट्टि एक्सपेक्ट भन्ने छ नि, यो एक्सेप्ट, यसमा क्लिक गरिदिने। अनि पुनः फेरि एक्सेप्ट। केही मिनट चाहिँ वेट गर्नु भनिरहेछ है, वेट गर्नु होला। अब हाम्रो यो पुरै इन्स्टल भइसक्यो। यसरी तपाईले चाहिँ सजिलो तरिकाले चाहिँ आफ्नो ल्यापटप या कम्प्युटरलाई चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ। ल फाइनली हाम्रो ल्यापटप चाहिँ फर्मेट भयो। अब चाहिँ यहाँनिर चाहिँ तपाईको यो स्क्रिनमा चाहिँ दिस पीसी आएको छैन भने यहाँ डेस्कटपमा चाहिँ यसको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर कतै खाली ठाउँमा राइट माउस क्लिक गर्ने अनि मुनिपट्टि यहाँ पर्सनलाइज भन्ने छ नि, यसमा एकपल्ट क्लिक गर्नुस्। त्यसपछि यतापट्टि लेफ्ट साइडतिर चाहिँ हाम्रो यहाँनिर के छ भन्दाखेरि चाहिँ यहाँ थीम भन्ने छ, यो थीममा एकपल्ट क्लिक गर्नुपर्ने हुन्छ। अनि यतापट्टि राइट साइडमा डेस्कटप आइकन सेटिङ भन्ने छ नि, हो यहाँनिर एकपल्ट क्लिक गर्नुस्। त्यसपछि यो तपाईलाई अब के चाहिन्छ हैन, कम्प्युटर अनि युजर फाइल्स नेटवर्क कन्ट्रोल प्यानल चाहिन्छ भने कन्ट्रोल प्यानल पनि टिक लगाउन सक्नुहुन्छ। अनि अप्लाई, त्यसपछि ओके। अब यसलाई म क्लोज गरिदिन्छु। अब यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो यहाँ दिस पीसी पनि आइसक्यो। हस् त, यसरी नै तपाईले आफ्नो कम्प्युटरलाई चाहिँ मजाले आफैले घरमा बसेर चाहिँ फर्मेट गर्न सक्नुहुन्छ। यदि साच्चै नै तपाईहरु मनदेखि नै हैन तपाईहरु के बुझ्नुभयो जस्तो लाग्छ भने चाहिँ एक लाइक अवश्य गरिदिनुस्। आफूले जाने कुरा चाहिँ साथीभाइहरुलाई चाहिँ शेयर अवश्य गर्नुस् ताकि अरूहरु पनि सिक्न पाओस्। अनि सब्स्क्राइबको बटनमा क्लिक गरी बेल आइकनमा चाहिँ थिच्न चाहिँ नबिर्सनु होला है त। हस् त, यति बेरसम्म तपाईहरु भिडियो हेर्दिनुभएकोमा धेरै धेरै धन्यवाद।